हेलो एन्ड नमस्ते म चाहिँ ओबी आज साइक्लिङ आएको छु म चाहिँ मैले के भन्छ गोब्रो चाहिँ ल्याएको छैन कि मगेको छु आउँदैछ अब कहिले आउँछ त्यसपछि म गोब्रोदेखि भिडियो बनाउँछु हेरौँ फोनदेखि बनाइरहेको छु कस्तो बनेको छ हेरौँ है त पुरा फ्लोरमा त यति माथि आइसकेँ म टु मच As you can see, देख सकते हैं आप धज्या उडिसक्यो मेरो बाइकको बाटो यस्तो छ है पुरै म चलाउँथेँ कि यो बाटोमा तर हुँदैन नि त एउटा हातले अलिक गाह्रो हुन्छ क्या त्यही भएर यतातिर चाहिँ एउटा हातले फोन अनि अर्को हातले चाहिँ साइकल डोराएर भिडियो बनाइरहेको छु त्यही हो हेरौँ है कस्तो आउँछ बाटोमा बाटो त तर अति नै डेन्जर रहेछ पुरै आज चाहिँ म एक्लै आएको छु केटाहरूले जाम्ला भनेको थियो कि तर केटाहरू सबै बिजी थियो नि त अनि त्यही भएर म एक्लै आएको छु लास्टै गाह्रो बनाइसकेर मेरो बाइक मर गया म त एउटा हातले मात्रै हो फेरि मैले उ गरेर आएको दुईटा हातले भएको भए त म यतातिर अहिले उडाउँदै होला कन्ट्रोल गर्न गाह्रो छ एउटा हातले त्यही भएर बाटो त तर टु मच छ यार यतातिर एउटा मात्रै ब्रेकले है कतासम्म पुग्छ ब्रेक भाँच्यो भने त गयो मेरो ल अब म अति नै उ भइसक्यो अब उ गर्छु म फोन राख्छु अब एकछिनमा तल गएर स्ट्यान्ड देखाउँछ है त ल ओ माई गॉड मेरो आँखा में देखो क्या देखोगी पसिना टु मजा आइरहेको छ तर पनि ठिक छ ओ भाइ अनि माथि गएर पुस्नु पर्छ एक्सर्साइज त डह्रो होला जस्तो छ यार रुमाल हाल्न बिर्सेछु रुवाको जस्तो बनाइसक्यो यार मलाई झ्याट आँखाभरि पसिना पस्यो कि लास्टै गर्नु पर्यो एक्सर्साइजको डह्रो हुने भयो क्या मेरो थाहा पाइसक्यो मैले केटाहरू आएकोमा म दामी पाराले उ गरिदिन्थेँ केटाहरूले नमानेर हो गाइस हेर्नुहोस् स्टन्ट नानीहरू देखाउँ भनेको ठाउँै छैन पुरो यस्तो छ उकालो मात्रै अनि कसरी अरू गर्नु यस्तो छ बाटो अनि एक दुईवटा स्टन्ट देखाउँ भनेको लास्टै गर्नुभयो म त पानी खान्छु त्यहाँ मेरो फुलकुमारी धेरै उतानिर पाइन्छ अब है पानी खान्छु म झ्याप्प ल्याएको थिएँ मनले भन्छ ओइमा फेरि यस्तो छ कि यहाँबाट चाहिँ के त त्योबाट सटक्क तानेपछि ट्याक्क बेबीलाई त्यो दुध खुवाउनु जस्तो छ कि यो चाहिँ चुमास थाक्यो बेला खाँदा त यति मिठो लाग्ने सक्नु हुँदैन एकैपटकमा पुग्नु पर्ने धेरै माथि छ यत्रो हिँडिसक्यो म 8-10 किलोमिटर हिँड्दै सक्यो लगभग
त्योभन्दा एबो पनि भइसक्यो क्या जङ्गल चाहिँ बब्बाल छ फेरि साइक्लिङ आएको माया कसम माडाला जस्तो यस्तो पसिनै पसिना बनाइसक्यो ओके चले फिर हम देख सकते हैं अब त बाटो ठिकै छ जस्तो सम्म कसम गोब्रो भएको पुरै स्टोनहरू हानेर देखाइदिन्थेँ तपाईँहरूलाई तर पनि नेक्स्ट टाइम आउँदा गोब्रो लिएर आउँछु मगाएको छु मैले काठमाडौँदेखि त्यो आयो भने हुन्छ है त ल यो मैले राइट एउटा ब्रेकले मात्रै अड्डिन ट्राई गरिरहेको छु गाइस मार्छ क्या हो ओइ मार्छ ओइ मा एउटा हातले राइट ह्यान्डले चाहिँ फोन समाउनु पर्ने हो कि मैले किनकि राइट ह्यान्डमा त्यो अगाडिको ब्रेक छ एक्सचेन्ज गर्छु अब चाहिँ मजा आएगा लेफ्ट ह्यान्डले चाहिँ मजाले ह्यान्डल गर्न सक्छु क्या म यो गोप्रो ल्यायो भने चाहिँ दम बब्बाल भिडियो बनाएर ल्याउँछु म केटाहरूलाई एकदम ओए किस तरह का ये रास्ता देख सकते हैं गाइस यता गाउँहरू पनि दामी छ जस्तो लाग्यो ओ माई गॉड कहाँ जान लाग्नु बुवा ओ माई गॉड किस तरह के यस्तो बाटो भएको मसँग गोब्रो भएको भए म अहिले स्टोन हानेर पुरा उडाइदिएर देखाइदिन्थेँ केटाहरूलाई बाटो ठिकै छ तर म्याच कसम ओइ म्याच तर यहाँदेखि चाहिँ गाउँ बब्बाल देखिँदो रहेछ गाइस ओइ देखेन यहाँदेखि अलि अगाडि जाउँ एउटा हातले चलाइरहेको छु मैले यहाँदेखि हेरौँ गाउँ चाहिँ दामी देखिँदो रहेछ ल सानो छ गाउँ तर दामी छ यार चिटिक्क पऱ्यो देख सक्थे है पसिना अहिले कुल भइसक्यो है अब म जान्छु माथि गएर देखाउँछु तपाईँहरूलाई तोडे अब साइकल चलाउँछु बाटो त लास्टै बिजोग रहेछ यतातिर त आम्मामा मेरी रानी अन्त मेरो बाइक यही हो देख सकते आप कस्तो छ गाह्रो बनाइसक्यो सबैलाई आएको छिन्चुदेखि म 10-12 किलोमिटर माथि आइसकेँ तर पनि म जानुपर्ने धेरै माथि हो कहाँसम्म जान्छ नि त यो बाटो भनेर हेरौँ केटाहरू आउँछु भनेको थियो तर उनीहरूको कामले गर्दा म चाहिँ एक्लै आएको आउँदैन भनेर अहिले चाहिँ लास्टै खतम रहेछ लो त एक्सर्साइज भइसक्यो हेरौँ है बाटो यस्तो छ हामी चाहिँ सानो गाउँ छ चिटिक्क परेको दिस इज टु मच बाटो ये भी कोई रास्ता है ओ माय गॉड द फक दिस इज टू मच ओबी इस तरह के रोड है ल है त अब म फर्किन्छु यहाँदेखि ओए भाम भाम भा अब यहाँदेखि पुरा ओह्रालो छ यस्तो मसँग गोब्रो भएको भए स्टन्ट के हो म देखाउँथेँ कि केटाहरूलाई ल है त गाइस भाम अब मेरो स्टार्ट हो है त अबको यात्रा ट्याक्क सुरु हुन्छ ल हेरौँ रमाइलो गरौँ गाइस त्यही हो